सो हेलो गाइस, वेलकम ब्याक टु माई भ्लग अगेन। र आज चाहिँ मैले लिएर आएको छु माछाको भ्लग गाइस। सो आज चाहिँ हामीले डल्लै माछा लिएर आएको छौँ। अनिदेखि डल्लै माछालाई चाहिँ पोलेर खाने भनेर चाहिँ एक्सपेरिमेन्ट गर्ने भनेर चाहिँ यहाँनिर कस्तो हुँदो रहेछ भनेर चाहिँ हामीले लिएर आएको छौँ। यो डल्लै 2.5 किलोको, 2.5 किलो भन्दा पनि बेसीको 2.85 होला समथिङ, त्यतिको ठ्याक्कैसँगले यहाँनिर हामीले चाहिँ डल्लै खाने भनेर आज लिएर आएको छौँ। सो गाइस, यहाँनिर यसलाई म बनाउनु गइरहेको छु। म चाहिँ द कुक अफ द डे इज मिस्टर अजित राई। सो यो खुकुरले चाहिँ काटेर यहाँनिर पहिले यस्तो गर्नुपर्ने हुन्छ। यस्तो यो चाहिँ किन गरेको भने यहाँनिर चाहिँ भरे मसला मेरिनेट गर्दाखेरि मसला यहाँनिर मजाले घुस्छ है गाइस। यी त्यसको लागि यसले सर्ट काट्नुपर्ने हुन्छ। देख्न सक्नुहुनेछ हाउ सर्ट पनि इट इज। यहाँबाट चाहिँ एकदमै लास्टै मजाले भरे मसलाहरू बस्छ है गाइस। अनि यसलाई फेरि एक बार यसरी देख्नुभयो नि, यो चाहिँ भले किनभने भरे माछा चाहिँ मतलब पिस चाहिँ पक्लक निकालेर खान सकिन्छ है गाइस। यस्तो गरेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ हाउ गुड इट लुक्स लाइक। सो गाइस, फाइनली हाम्रो पेस्ट भइसकेको छ, देख्न सक्नुहुनेछ। यो पेस्टमा चाहिँ के छ भने गार्लिक पेस्ट, जिन्जर पेस्ट, अनि त्यहाँदेखि ग्रिन चिलिस पेस्ट, अनि त्यहाँदेखि साथैमा हाम्रो रेड चिली, जिरा पाउडर, साथैमा अरू के छ भने यहाँनिर मस्टर्ड ओइल, एकदम प्युर मस्टर्ड, यो लगाएर चाहिँ हामीले यसलाई मेरिनेट गर्नु गइरहेको छौँ। यहाँ देख्न सक्नुहुनेछ। यसलाई हामीले जति मजाले लगाउँछौँ भरे त्यति स्वाद खानुमा गाइस। भनेपछि चाहिँ पुरा बुझ्दा चाहिँ हामीले जति मजाले यहाँनिर यसलाई लगाउन सक्यो त्यति मजा खानुलाई। यहाँ देख्न सक्नुहुनेछ अघि यो काटेकोमा चाहिँ यसरी पसाउनुपर्छ, यो तरिका चाहिँ। देख्नु हुँदैछ नि, हेर्दैखेरि खाम लाग्न गइरहेछ अहिले। अब भरे झन्सरी पाकेपछि झन्सरी के मजा आउँछ त नि गाइस। हजुरले सोच्नु पनि सक्नुहुन्न कि कति मिठो हुन्छ भन्ने गरे, किनकि खानै पाउनुहुन्न नि त हजुरहरूले। नानी मिठो हुन्छ कि हुँदैन? यो मिठो हुन्छ नि? अरे स्योर? अब यसलाई यो मेरिनेट गरिसकेपछि चाहिँ यसलाई ठ्याक्कैसँगले आधी घन्टा जतिको लागि प्रिजर्भ गरिन्छ फ्रिजमा। यतातिर पनि लगाउनु पर्ने हुन्छ भित्रतिर। एकदम भित्रतिर त झन्सर खास पाराले मजाले लगाउनु पर्ने हुन्छ। देख्दैछौ नानी कसरी लगाउँदैछ? यता भित्रतिर पनि लगाउनु पर्ने हुन्छ यसरी गाइस। तबै स्वाद आउँछ नि त, तबै स्वाद आउँछ। बुझ्नु पर्छ नि त गाइस कुरा। फाइनली हाम्रो प्याकेजिङ भइसकेको छ, मेरिनेट भएर चाहिँ एकदमै कोलको पत्तामा देख्न सक्नुहुनेछ। अब यसलाई आधी घन्टा जतिको लागि फ्रिजमा ठ्याक्कैसँग राख्ने हो। त्यहाँपछि निकालेर चाहिँ त्यतिकै आगोको त्यसमा घमलङ्गे हालेर त्यति पकाएर खाने हो। त्यो स्टे ट्युन गाइस। दुवै दर्शकबिनहरू अहिले चाहिँ हामी आगो फुक्दैछौँ, सब रेडी भएर। यहाँनिर देख्न सक्नुहुन्छ बाहिर खुनेर चाहिँ यहाँनिर आगो फुकेर चाहिँ अब डडङलङ बनाएर चाहिँ डढाउनु पऱ्यो गाइस। अब र यहाँनिर हावाले आगो दिइहाल्छ नि गाइस। खतरा मान्छे हो नि त हामी, आगो त बलिहाल्छ नि एकेबारमा। नानी जाऊ प्लास्टिकहरू खोजेर ल्याऊ, प्लास्टिक गो फास्ट। ल्याउ न छोरा प्लास्टिकहरू। डास्टबिनमा जाऊ। नि बोला एकदम हावाले आगो चाहिँ बाल्नै दिएको छैन, तर पनि बल्छ मलाई थाहा छ। बस यहाँ जा।
त पनि खाने यहाँ आए। राख राख सबैले रायो एकबार सल्के पसिनाहरू हुलुङ कतिको जाऊ त बस जा क्यास्पर त पनि यहाँ छस् यो गाई सागो चाहिँ बलिसकेको छ अब यो बल्छ हुलुङ बाबा लु गाइस हाम्रो आगो पनि फुकिसकेको छौँ माछा पनि रेडी अब माछालाई यो किन झुन्डाएको भनेर सोच्नुहुन्छ होला यहाँहरूले यसलाई चाहिँ भरै कसरी भने निस्केको चाहिँ यसरी निकाल्नु चाहिँ एकदमै सजिलो हुन्छ लास्टै सजिलो हुन्छ त्यसको लागि यो त्यो गरेको यस्तो गरेर अब हामीले यसरी यहाँ लगाइन्छ यो हाम्रो तरिका चाहिँ अब यसलाई आधी घन्टा जस्तो यहाँनिर राख्नुपर्छ गाइस आधी घन्टामा चाहिँ पाकिजान्छ त्यहाँदेखि हाम्रो खाने कार्यक्रमतिर लाग्दा हुन्छ पकिराख्नु होला गाइसहरू अवश्य देखाउने छु कस्तो हुँदो रहेछ सो गाइस देख्न सक्नुहुनेछ हाम्रो माछा चाहिँ रेडी भइसकेको छ वी आर रेडी टु टेक इट आउट अब कस्तो हुन्छ यहाँनिर निकालेको बादमा देखाउँला यहाँहरूलाई हामीले यहाँनिर रेडी गर्दैछौँ कोलको पत्ता ओछ्याएर चाहिँ यहाँनिर निकाल्ने भनेर देख्न सक्नुहुनेछ कस्तो भुप्रो एकदमै बवाल बोस हाम्रो बोस पनि यहाँनिर खानलाई एकदमै गन्दा सुँगेर आइसकेको छ तिमीलाई कस्तो के लाग्दैछ भन त मिठो मिठो गनाउँदैछ नि हो खान्छौ खाँदैनौ तिमी कति खान्छौ थुप्रो खान्छौ ल ठिकै छ गाइस देख्न सक्नुहुनेछ हाम्रो मालमा त अलरेडी निक्लिसक्यो देख्न सक्नुहुनेछ कस्तो जलेर एकदमै बवाल भइसकेको छ पोका यसरी ओ माई गड यहाँनिर देख्न सक्नुहुनेछ इट लुक्स सो डिलिसियस फरुवाले तानेर निकालेको देख्न सक्नुहुनेछ भुप्रो कस्तो बवाल भइरहेछ आगो अझै पनि चल्दैछ यहाँनिर यहाँनिर उतो गर यहाँ आउँछ बस तातो छ ए खै त्यहाँ घुसाउनु ट्राई गर त टाउकोमा घुसाउनु ट्राई गर बेसी त्यो होइन यता टडक मडक होइन लु ए यता छुटिसकेछ गाइस ओ माई गड गाइस इट लुक्स टु डिलिसियस देखा त गाइस देख्न सक्नुहुनेछ ओ माई गड यहाँ देख्न सक्नुहुनेछ कस्तो कस्तो टेस्टी देखिरहेछ यहाँ देख्न सक्नुहुन्छ माई गडनेस गाइस इट लुक्स रियली अमेजिङ यहाँ राख यहाँ तल राख चाहिँ हामीले यस्तो राख्नुपर्ने हुन्छ गाइस कोलको पत्ता तब खानुमा स्वाद आउँछ देख्न सक्नुहुनेछ गाइस सक्लै निक्लिसकेको छ सफा भएर लाइट यता देखा सक्लै निक्लिसकेको छ अनि त्यहाँदेखि कस्तो खाउँ खाउँ परेको देखिरहेको छ दर्शकबिनहरू यहाँहरूले पनि देख्न सक्नुहुनेछ यो कोलको पत्ता तासिएर यहाँ हेर देख्नु आगो पनि बलिरहेको छ अझै रोस्टेड भइरहेछ यहाँ देख्न सक्नुहुनेछ यो हो नि त तरिका यो माछाको ओइल जुन चाहिँ गिरेर चाहिँ यहाँनिर अझैसम्म रस भइरहेछ यस गाइस वाउ यहाँ देख्न सक्नुहुनेछ गाइस हाम्रो माछा रेडी
लेट्स गो। फाइनली देख्न सक्नुहुनेछ यत्रो मेहनतको बादमा हाम्रो माछा चाहिँ रेडी भइसकेको छ खानुको लागि, मुखमा घुस्नुको लागि एकदमै तयारी भइसकेको छ, देख्न सक्नुहुनेछ। अब टेस्ट चाहिँ कस्तो भएछ यहाँहरूलाई खाएको बादमै भनौँ न, त्यो चाहिँ दर्शकबिनहरू यहाँहरूले देख्न सक्नुहुनेछ। फाइनली हामी चाहिँ एन्डमा आइसकेको छौँ अब खानुको लागि। कस्तो हुन्छ यहाँहरू गिरी गएछ। लु टेस्ट गर्नुको बा कस्तो हुँदो रहेछ ल भाइ ल। यसै गरेर खान्छ गाइस। एक पिस खाएर भन्दा कस्तो भएछ? ल कस्तो भएछ? मिठै छ। मिठै छ भन्दा चाहिँ खानुपर्छ नि। राख मेरो। ल फाइनली गाइस मेरो भाग पनि आइसकेको छ र मेरो पनि लगाउँदैछु। देख्न सक्नुहुनेछ कस्तो हुँदो रहेछ। म चाहिँ खाएर हेरिरहेको छु छोटो एभ्रिवान। त्यो पनि गिरीको गाइस। एकदम बवाल भएछ गाइस टेस्ट चाहिँ। टाटा बाई, थ्याङ्क यू फर वाचिङ।